जुन हामीलाई आश्वासन देखाए अब विगतका केही वर्षदेखि हामीलाई यही सुकुम्बासीका समस्याहरू अब हामी त सबै सुकुम्बासीका समस्या दिने देखाउने ल हामी समाधान गर्छौँ भनेर झुल्याएका गरे भोलिका दिनमा तपाईँले पनि यही कुरामा हामीलाई झुल्याउनुहुन्न भन्ने चाहिँ के छ त यसको प्रतिबद्धता चाहिँ हामीले कसरी कुन आधारले तपाईँलाई विश्वास गर्ने भन्ने कुरा चाहिँ यसलाई अझ थप प्रस्ट्याउनु पऱ्यो क्या त भोलिका दिनमा फेरि हामीले अर्को चुनावमा पनि तपाईँ यही मुद्दा लिएर आउनुभयो भने होइन हामी त कहिले ठगेको भोटब्याङ्कको रूपमा हामी त प्रयोग भएको भइसक्यो अब यो पार्टीले चाहिँ यसलाई चाहिँ पुरै सुधारेरै लान्छ भन्ने ढुक्क हुने हो कि सुधार लाँदा हामी चाहिँ अब सुकुम्बासीबाट हुकुमबासी पो हुन्छौँ कि भन्ने अब आश त छ नि त जनतालाई देश बनेपछि सबै अरू बाँकी दाजुहरूले भनिदिनु कसरी होइन उहाँले भन्नुहुन्छ देश भनेपछि सबै आफै खास त्यस्तो के हो जस्तो मलाई लाग्दैन क्या सबै भनेपछि देश भनौँ देश भने के हो मान्छे नागरिक र त्यो नागरिकले आफ्नो भनेको माटो त हो नि आफ्नो भनिएन भने त्यो देश हो कि होइन भने जस्तो नि कुनै पुस्ताले सर्लक्कै यो चाहिँ मेरो होइन भन्न थाल्यो भने त देशै पनि टुक्रिने जस्तो हुनसक्छ त्यही भएर मान्छे चाहिँ सबभन्दा ठुलो कुरा हो नागरिक चाहिँ सबभन्दा ठुलो कुरा हो तपाईँले भने जस्तो ट्याक्क यो भन्नको लागि त विश्वास र दस्तावेज त्योभन्दा अरू कुरा केही पनि हुँदैन हामी दस्तावेजमा लेख्छौँ र त्यो दस्तावेज पालना गर्नको लागि कटिबद्ध भएर लाग्छ त्यो चाहिँ विश्वासको कुरा हो अब अहिले नै ल केही गर्न थाल्न त भन्यो भने अहिले फाइल बनाउन थालेर पनि काम हुन्न होइन अहिले त हाम्रो हातमा केही नै अधिकार छैन नि त अब यो सङ्घ किन भयो भन्दा योभन्दा अगाडिका चाहिँ सबै बोले गए केही पनि गरेन र दुःख कुरा लाछो नि मान्दैनन् गरेनौँ पनि भन्दैनन् उसलाई लागेको छ उसलाई लागेको छ दोष अब यहाँबाट गइसकेपछि मैले गर्ने अथवा मेरो पार्टीले गर्ने हो सकेन अर्कोले दिएन भने त विकल्पै होइन नि त्यो सबै छिचोलेर गर्न सक्छु भनेर भोट माग्दै आएको हो नि त अरूलाई गर्न नदिने भए त उतै जिम्मा लाउने भयो त्यही भएर त्यो प्रतिबद्धता त्यो कागजमा देखिनेछ हाम्रो पछि व्यवहारमा देखिनेछ हामी विश्वस्त ढुक्क भएर